धन्यवाद कार्यक्रम सञ्चालकज्यूलाई। यस मञ्चमा यस हलमा उपस्थित सम्पूर्ण महानुभावहरुमा नमस्कार। म लोकेन्द्र चन्द श्री त्रिपुरेश्वर मावि वीरेन्द्रनगर सुर्खेतको माध्यमिक तहको स्थायी शिक्षक। म यस मञ्चमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत आधारभूत र माध्यमिक तहमा स्थायी शिक्षकहरूको तर्फबाट समूहगत छलफलबाट म आफ्नो कुराहरू सबैको सामूहिक भावनालाई समेट्ने गरी राख्नको लागि यहाँ उपस्थित भएको छु। खास गरी हामी आफ्नो योग्यता, क्षमता, मेहनतका साथ राज्यले अंगीकार गरेको नीति नियम, राष्ट्रिय मापदण्डका आधारमा निश्चित र स्वच्छ प्रतिस्पर्धाबाट नियुक्ति भएका शिक्षकहरू हुन्। हामी अन्य क्षेत्रमा सेवा प्रवेश गर्ने विभिन्न अवसर हुँदाहुँदै पनि शिक्षक जस्तो पवित्र सेवामा आम बालबालिकाहरूको भविष्य निर्माणको खातिर हामीले यो पेसालाई रोजेर अहिलेसम्म हामी यो सेवामा अनवरत रूपमा लागिरहेका छौँ। हामी यहाँ चाहन्छौँ शिक्षक को हो भन्ने कुरा र शिक्षकले राज्यलाई कसरी हेरिरहेको छ भन्ने कुरा वकालत बहस धेरै ठाउँमा भए तापनि स्थायी शिक्षकहरूको थुप्रै कुराहरूको बहस र उहाँहरूको आवाज, उहाँहरूको विषयवस्तुहरू र उहाँका मागहरू पनि धेरै गौण रूपमा रहिरहेको हामीले अनुभव गरेका छौँ र यो सामूहिक रूपमा चाहिँ आएको निष्कर्षलाई म यहाँ समक्ष प्रस्तुत गर्न चाहन्छु। हामी स्थायी शिक्षकले हाम्रा विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी शिक्षकहरूलाई स्थायी भएको हेर्न चाहन्छौँ। हामी एउटै योग्यता, क्षमता, व्यवहारदेखि लिएर सम्पूर्ण मापदण्डहरू सहित हाम्रा कर्मचारीदेखि शिक्षक सबैलाई विद्यालयमा स्थायी रूपमा हेर्न चाहन्छौँ। त्यसको लागि सम्पूर्ण विभिन्न तह र तबकाका समूहका शिक्षकज्यूलाई, कर्मचारीहरूलाई कसरी स्थायी गर्न सकिन्छ भन्ने कुरा नीति तुरन्तै अंगीकार गरोस् र हाम्रो माग भनेको आम शिक्षकको, किन भन्दा अस्थायी विभिन्न समूहमा विभक्त अस्थायी शिक्षकहरू पनि अन्ततः स्थायी नै हुने भएको कारणले हामीले हजुरहरूको मागलाई पनि यही कुरामा चाहिँ समावेश गर्न चाहन्छौँ। सेवा प्रवेश गर्न बित्तिकै शिक्षक किन 1 वर्ष पनि दुर्गममा बस्न चाहँदैन? सर्वका लागि धेरै किसिमको पीडित हुनुपर्ने अवस्था राज्यले किन सिर्जना गरिराखेको छ? स्थायी शिक्षकलाई निश्चित ठाउँमा किन चाहिँ टिकाइराख्न सक्दैन? यसको लागि पनि हामीले एकदमै राज्यले सही रूपले सोच्नुपर्छ जस्तो लाग्छ मलाई। र हामी सम्पूर्ण शिक्षकहरूबाट आएको कुराहरूलाई बुझागत रूपमा राख्न चाहन्छौँ। अहिले तत्कालको रूपमा रहेको स्थानीय सरकार आइसकेपछि एउटा प्राइमेरी लेभलको प्रथम श्रेणीको शिक्षक राजनीतिक पूर्वाग्रहको आधारमा दरबन्दी नभएको स्कुलमा सरुवा हुन्छ र कानुनी अदालत लडेर ऊ फेरि पुनर्स्थापित हुन्छ। यो एउटा दृष्टान्त र वास्तविक घटना मात्रै हो कर्णाली प्रदेशको। त्यसकारण कति पीडित छन् त स्थायी शिक्षकहरू भन्ने कुराहरूलाई म व्याख्या नगरेर बुझागत रूपमा छोटो भन्न चाहन्छु। तहगत र आवधिक बढुवाको व्यवस्था छैन। यसलाई योग्यता पुगेका शिक्षकहरूलाई तहगत बढुवा गरिनुपर्छ र स्थायी शिक्षकहरूलाई 5 देखि 7 वर्षसम्म आवधिक बढुवा गरिनुपर्छ। स्थायी शिक्षक र अन्य सेवाका राष्ट्र सेवक कर्मचारीहरू बीचमा ग्रेड असमान छ, त्यसलाई समान बनाउनुपर्छ। शिक्षक सरुवा र प्रधानाध्यापक नियुक्ति गैर प्रायोगिक हस्तक्षेप र राजनीतिक हस्तक्षेप भइरहेको छ र त्यो कुरालाई अन्त्य गरेर सरुवा स्वचालित र पूर्व अनुमानित बनाउनुपर्छ भने प्रधानाध्यापक नियुक्तिको लागि शिक्षक सेवा आयोगबाट छनौट गरेर निश्चित सेवा अवधि पूरा गरेका स्थायी शिक्षकहरूबाट व्यवस्था गर्ने र तत्कालका लागि 753 र स्थानीय सरकारहरूले 10औं संशोधन सहितको शिक्षा नियमावली अनुसार यसलाई चाहिँ तुरन्त कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने कुरा छ। अनि शिक्षक सेवा र राष्ट्र सेवा भर्सेस दुईटा सेवाहरूमा चाहिँ निरन्तरता, यसले चाहिँ सेवा निरन्तरता र उमेर नलाग्ने गरी अन्य सेवामा प्रवेश गर्ने, विश्वविद्यालयसम्म जान सक्ने कुरालाई पनि सुनिश्चित गर्नुपर्छ। शिक्षक कर्मचारीका सन्ततिलाई उच्च शिक्षा र प्राविधिक शिक्षामा छात्रवृत्तिको समस्या छ, कोठा छैन, त्यसलाई सुनिश्चित गरिनुपर्छ। शिक्षक र कर्मचारी तिनका आश्रित परिवारलाई स्वास्थ्य सेवाको उपचारको सुविधा प्रदान गर्नुपर्छ। शिक्षकलाई राष्ट्रिय मर्यादा क्रममा समेटिनुपर्छ। शिक्षकहरूलाई स्थायी शिक्षकहरूलाई उच्च शिक्षा अध्ययनका लागि एमफिल, पिएचडी जस्ता उच्च अध्ययनको लागि व्यवस्था गरिनुपर्छ। स्थायी शिक्षकहरूलाई स्थानीय प्रवेश र सङ्घीय सेवामा शासन सेवामा प्रवेशको लागि दिनुपर्छ।
र स्थायी शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कनलाई न्यूनतम 1 तहको शिक्षा प्रशासनका कर्मचारीले गर्नुपर्छ र सुरु सेवा परिवेशमा निमावि द्वितीयमा सेवा परिवेश शिक्षकको मावि तृतीय वा सोच र व्यवस्था गर्नुपर्छ। निवृत्ति भरण परियोजनाका लागि अस्थायी सेवा गणना गर्नुपर्छ। साविक उमावि शिक्षकहरूको व्यवस्थापन गर्दा माध्यमिक तृतीय श्रेणीका शिक्षकहरूलाई पढ्न जाने बढुवाको प्रभावमा स्थायी सेवा 5 वर्ष पुगेका शिक्षकहरूलाई मावि द्वितीय सेवामा प्रवेश गर्नुपर्छ र विज्ञान जस्ता कृषि र इन्जिनियरिङ जस्ता विषयका शिक्षकहरूलाई प्राविधिक भत्ताको र अन्य शिक्षकहरूलाई थप ग्रेडको व्यवस्था गरिनुपर्छ र त्यसपछि शिक्षकहरूको आफ्नो विषयहरूमा राष्ट्रिय स्तरमा राष्ट्रले तोकिनुपर्छ। न्यूनतम सिकाइ उपलब्धि पुरा गरेन भने शिक्षकलाई कारबाही पनि गरिनुपर्छ। त्यसको लागि हामी स्वयं जिम्मेवार छौँ र शिक्षकहरूलाई स्थानीय भत्ता निजामती वा सोसर हुनुपर्छ र हरेक शैक्षिक स्तरको प्रारम्भमा विद्यार्थी सङ्ख्याका आधारमा दरबन्दी मिलान र विद्यालय समायोजन अनिवार्य गरिनुपर्छ। सङ्घीय सरकारबाट नियुक्त स्थायी शिक्षकहरूलाई सङ्घीय अन्तर्गतै राखिनुपर्छ। यदि स्थानीय तहमा समायोजन गर्ने हो भने निजामती सेवा जस्तै बढुवा सहित व्यवस्थापन गर्नुपर्छ। धन्यवाद क्षमा प्रार्थी छौँ। यो चाहिँ हाम्रो भनाइलाई आदरणीय शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकारजीलाई हस्तान्तरण गर्न चाहन्छु।